वृश्चिक राशिफल 2026 र विक्रम सम्वत 2083 सालको ग्रह गोचर अनुसार तपाईँ वृश्चिक राशि हुने जनहरूको लागि 2025 सालभन्दा 2026 साल तपाईँको लागि सकारात्मक वर्ष रहने देखिन्छ। अचानक धन लाभ हुने वा पैतृक सम्पत्तिमा फाइदा मिल्नेछ। रिसर्च, गहिरो ज्ञान वा गुप्त कार्य जस्तै गुप्तचर अनुसन्धान, मनोविज्ञान र वैदिक अध्ययन आदिमा सफलता मिल्नेछ। यस क्षेत्रमा आबद्ध भएकाहरूलाई विशेष फाइदा लिन सकिनेछ। देश विदेशको यात्राहरूमा जान सकिने योग रहेको छ। सन्तानको स्थानमा शनिको उपस्थिति रहेको कारण सन्तान प्राप्तिमा ढिलाइ वा सन्तानको पढाइमा चिन्ता बढ्न सक्छ। यद्यपि यस अवधिमा सन्तानमा जिम्मेवारी र परिपक्वता आउने समय पनि हो। सन्तानको उच्च शिक्षा हासिलको लागि विदेश भूमिमा पनि जान सकिने समय रहेको छ। तर केही क्षेत्रमा भने तपाईँले सावधानी पनि अपनाउनुहोला, जस्तै करियरमा अस्पष्टता, कामप्रतिको आत्मसन्तोषमा कमी वा असमझदारी उत्पन्न हुन सक्छ। मातापिताको स्वास्थ्यलाई लिएर चिन्ता बन्न सक्छ। पुरानो रोग बाहिर आउन सक्छ। आहार विहारमा ध्यान दिनुहोला। वृश्चिक राशिको लागि यो वर्ष आत्मपरीक्षण, गहिरो अध्ययन र पुराना समस्याहरू समाधान गर्ने समय हो। आफ्नै जित गरेर आफू खुसी गर्नुभन्दा पनि घर परिवारमा सल्लाह गरेर अघि बढ्नुहोला। जीवनको बाहिरी उतार चढावभन्दा पनि तपाईँ भित्रको शक्ति र दृष्टिकोणले नै तपाईँको साँचो उपलब्धि बन्न सक्छ।